सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा संसदको नियमावली 2079 को नियम 21 को नियम 21 को यहाँ होच्याउने असंसदीय भाषा प्रयोग गर्नुभयो। यो संसदको रेकर्डबाट हटाइयोस्। आजको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा पनि बोल्ने कामलाई अवरोध तुल्याउने गरी प्रतिपक्षको साइडबाट केही सांसदहरूबाट अवरोध सिर्जना गर्ने काम भयो। त्यो अवरोध थियो, यो संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो, संसदको नियमावलीको विरुद्धमा। संसदमा सभामुखको अनुमतिले बोल्दै गरेका कोही सदस्यलाई त्यस प्रकारले डिस्टर्ब गर्ने अधिकार यो नियमले कहाँबाट दिएको छ? मिनेट भित्र आफ्नो के कुराहरू हो, केमा नियम आपत्ति केमा हो, हैन नियम आपत्ति केमा हो त्यो यहाँले राख्न पाउनुहुन्छ। महोदय, सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा संसदको नियमावली 2079 को नियम 21 को नियम 21 को यहाँ होच्याउने असंसदीय भाषा प्रयोग गर्नुभयो। यो संसदको रेकर्डबाट हटाइयोस्। एयरपोर्टमा स्वागत गरिएको स्वागतलाई उहाँले कथित भनेर भन्नुभयो। यहाँ अहिले नियमावली अहिले पनि पढेर हेर्नु पर्न पाइन्छ। संसदको नियमावलीको नियम 26 अर्को नियम 21 को उपनियम घमा कसैलाई अपमानित गर्ने शब्द, कसैलाई घोज्ने शब्द, कसैलाई तपाईको होच्याउने शब्द सम्माननीय सभामुखज्यू सम्माननीय प्रधानमन्त्रीले रोस्टमबाट 25 गतेको स्वागतलाई कथित भनेर बोल्नु भएको हुँदा यो संसदको रेकर्डबाट हटाइयोस्। यो म माग गर्न चाहन्छु यहाँबाट तपाईहरुको साथका साथ। र अर्को विनय हटाई भिडियो सहित सम्माननीय सभामुख महोदय, यो बैठक विगत 4 दिनदेखि अवरुद्ध छ। सम्माननीय प्रधानमन्त्रीज्यूले सम्माननीय सभामुख महोदयको हिजै यो विषयमा यो महत्त्वपूर्ण हाउसमा जानकारी यो विषय गराइसक्नु भएको छ। त्यस बमोजिम बिमस्टेकको विषय लगायतका सन्दर्भ र हाउसमा लगातार उठेका विषयवस्तुका आधारबाट सम्माननीय प्रधानमन्त्रीज्यूले संसदको रोस्टमबाट सिङ्गो हाउस मार्फत विद्यमान आजका कयौं परिस्थितिका बारेमा पनि सिङ्गो देशलाई जानकारी गराउँदै हुनुहुन्थ्यो। यो हाउस सभामुखको अनुमति मार्फत यी कुरा हुँदै थियो, तर यो हाउसमा लगातार यो व्यवस्थाका विरुद्धमा, यो संविधानका विरुद्धमा र यो संसदले बनाएको नियमावलीको विरुद्धमा उभिएर विभिन्न प्रकारका गतिविधिहरू योभन्दा अगाडि पनि भइरहेका थिए। तर आजको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले बोल्दै गर्दा पनि बोल्ने कामलाई अवरोध तुल्याउने गरी प्रतिपक्षको साइडबाट केही सांसदहरूबाट अवरोध सिर्जना गर्ने काम भयो। त्यो अवरोध थियो, यो संविधानको विरुद्धमा गरिएको क्रियाकलाप थियो, संसदको नियमावलीको विरुद्धमा। संसदमा सभामुखको अनुमतिले बोल्दै गरेका कोही सदस्यलाई त्यस प्रकारले डिस्टर्ब गर्ने अधिकार यो नियमले कहाँबाट दिएको छ? नियमावली विरुद्धको विषयलाई कसरी नियम आपत्ति भयो भन्दै सभामुखको चेयरबाट यो विषय त्यहाँ समय दियो। यसमा आपत्ति रह्यो। यसमा हाम्रो सभामुखज्यूलाई हाम्रो निवेदन रह्यो कि यस प्रकारको विषयहरू यो संसदलाई संविधानका विरुद्धमा, संसदले पारित गरेको नियमहरूको विरुद्धमा जाने छुट छैन। समाजमा अराजकता मचाउने, जिउँदै मान्छे जलाउने, लुटपाट मचाउने, आगजनी गर्नेहरूलाई बल पुग्ने गरी यो गणतन्त्रको यो संसदले कोही कसैलाई पनि अनुमति दिँदैन। सभामुख महोदय, त्यस प्रकारका क्रियाकलापहरू राजावादी उमानेर हुङ्कार पिटेर गणतन्त्रवादीहरूलाई वा यो गणतन्त्रको संसदलाई चेतावनी दिने छुट कसैलाई छैन। सभामुख महोदय, त्यस प्रकारको पक्षपोषण कहीँ कतिबाट हुन्छ भने त्यसको खिलाफमा हामी उभिन्छौँ। त्यसकारण यो संसद नियमावली संविधान बमोजिम अगाडि बढियोस्, यसको लागि गम्भीरताका साथ ध्यान आकर्षण गराउँदै निज मान्य सदस्यले जुन ढङ्गले समयमा बोल्नुभयो यी विषयहरू आपत्तिजनक छन्, खेदजनक छन्, तिनलाई खारेज गरियोस् माग गर्न चाहन्छु। धन्यवाद। रेकर्डबाट यसलाई हटाइयोस् माग गर्छु।